शुभ दीपावलीको उपलक्ष्यमा आयोजित यो पूर्व तिहार कार्यक्रम यहाँ विद्यार्थीहरूलाई लिएर के कार्यक्रमको आयोजना गरिएको छ। दसैँ तिहार कसरी मनाइन्छ, यमपञ्चकको महत्त्व के छ, यसबारेमा नानीहरूलाई बुझाउनको निम्ति नै आज यसरी पूर्व दीपावली कार्यक्रम तिहारको कार्यक्रम यहाँ विद्यालयमा आयोजन गरिएको छ। र यस यमपञ्चकका 5 वटा दिनको महत्त्व बारेमा अहिले यहाँ एउटा अभिनयद्वारा नानीहरूले प्रदर्शित गर्नेछन्। पहिला चाहिँ काग तिहार हुन्छ। कागलाई चाहिँ किन पूजा गर्छ भन्दाखेरि चाहिँ कागलाई एउटा उपकारी पक्षी भनेर पनि भनिन्छ। त्यसले कागले अब अरूको घरतिर जाने बेलामा मान्छेहरूले सोच्थे कि यो कागले चाहिँ के गर्दैछ भन्ने सोच्थे। तिनीहरूले चाहिँ हेर्थ्यो कागलाई, कागले कराउने बित्तिकै चाहिँ राम्रोसँग पूजा गरेको हुन्छ। कुकुर तिहार हो। कुकुरलाई किन पूजा गरिन्छ भन्दा वर्षदेखि कुकुर चाहिँ मान्छेको छेउमा बस्ने प्राणी हो होइन। त्यही कारणले कुकुरलाई पूजा किन गरिन्छ भन्दा कुकुर अब घरमा बस्ने पनि हो, त्यसले रक्षा पनि गर्छ होइन। त्यसको अब मालिकको रक्षा गर्छ, घरको रक्षा गर्छ भनेर पनि कुकुरलाई भन्छ होइन। त्यही कारणले कुकुरको पूजा गरिन्छ। ज्ञान हुन्छ भन्दा कुकुरमा सबभन्दा बेसी त सुँग्ने ज्ञान हुन्छ होइन, सुँग्न सक्ने हुन्छ। किनकि मान्छेले पनि सुन्छ, तर कुकुरको एकदम पावरफुल चाहिँ सुँग्ने शक्ति हो। जहाँ पनि हुन्छ मान्छे त्यसको छेउमै कुकुरहरू पनि जान्छ होइन। त्यही कारणले कुकुर भनिन्छ। अनि सुतेको बेलामा पनि कोही मान्छे अगर कोही चोर हिँडेको बेलामा अगर कुकुर सुतेको बेलामा चाहिँ चोर हिँडेको बेलामा कुकुरलाई पनि छुन्छ, किनकि कुकुरको कान चम्को हुन्छ।
यसरी कुकुर मानिसहरूको एउटा प्रिय जन्तु पनि हो। यसलाई यसरी फुलमाला लगाएर टिको लगाएर खानेकुराहरू यसरी खुवाउने प्रचलन रहेको छ, जो आज नानीहरूले यसरी यहाँ स्कुलमा गरिरहेका छन्। कुकुर तिहारलाई यसरी एक पर्वको रूपमा मनाउने प्रचलन रहेकोले गर्दा हाम्रो विद्यालयमा नानीहरूले यसरी नाटकद्वारा कुकुर तिहार पनि यसरी पालन गरे। यमपञ्चकको दोस्रो दिन कुकुर तिहार। कुकुरलाई यमको दूतको रूपमा पनि मान्ने प्रचलन छ। यसरी कुकुर तिहार यसरी पालित गरियो। यसलाई कुकुर खानेकुरा बाहिर गरिदिए नानी, फेरि बाहिर खाओस्। खानामा लग्दैन। खाओस्। म्युजिक बजाइरहेको। हजुर अघि बजाइरहेको। यसरी हामीले नानीलाई नै लक्ष्मी माता अथवा गाईको रूपमा हामीले यहाँनिर देखाउने प्रयास गरिरहेका छौँ। गाई पनि भगवानको रूपमा गौमाताको रूपमा मानिन्छ र यसरी गाईको पूजा गरिरहेको छ। गाईलाई लक्ष्मीको रूपमा मानिने, गाउँको गौमूत्र पनि काम लाग्ने, गोबर पनि काम लाग्ने, दूध पनि काम लाग्ने, सबै काम लाग्ने भएकोले गाईलाई पनि यमदूतको रूपमा भगवानको रूपमा मान्ने प्रचलन हाम्रो समाजमा रहेको छ। र यसरी पूजा गरिसकेपछि मिठा मिठा पकवानहरू यसरी खुवाउने प्रचलन रहेको छ।
यसरी कुकुर तिहारपछि गाई तिहारमा गाईको पूजा गरिसकेपछि अब लक्ष्मी पुज्ने कार्यक्रम भइरहेको छ। घरमा लक्ष्मीको बास होस्, धनधान्यले घर सुख शान्ति र समृद्धिले भरिउन् भनेर यसरी लक्ष्मीको पूजा गर्ने परम्परा हाम्रो नेपाली समाजमा रहेको छ। त्यसरी भैलेनी पार्टी भैलेनी खेल्न आइपुगेका छन्। यसरी भैलेनी पार्टी यसरी आइपुगेर अब भैलेनी खेलिरहेकी छन्। घरबेटी आमै यसरी भैलेनी पार्टीलाई स्वागत गर्न यसरी घरमा बसिरहेकी छन्। यो तिहारको पूर्व सन्ध्याको कार्यक्रम सेवक बजार प्राथमिक पाठशालामा यसरी भइरहेको छ। विद्यार्थीहरूलाई तिहारको महत्त्व बुझाउनको निम्ति यसरी गरिएको यो कार्यक्रम, जसले यमपञ्चकका 5 दिनको तिहारलाई कसरी पालन गरिन्छ यसबारेमा विद्यार्थीहरूले एउटा नाटकद्वारा यहाँ मञ्चन गरिरहेका छन्। यसरी भैलेनी दललाई यहाँ अब दान दक्षिणा दिने क्रम चलिरहेको छ।
यहाँ यसरी दान उठाइन्छन्। किसानहरूले धान रोप्दाखेरि हलो जोत्छ, त्यसलाई काम आउँछ होइन। अनि धानहरू चाहिँ उब्छ, त्यो पनि काम आउँछ, किनकि गोरुले के भन्छ गोरुले जोतेन भने कसरी उब्बिन्छ भनेर चाहिँ गोरुको काम लाग्छ होइन। यसरी गाई तिहार पछि भोलिपल्टको दिन गोरु तिहार हुन्छ। गोवर्धनको पूजा यसरी गर्ने प्रचलन रहेको। यहाँ प्रतीकात्मक रूपमा हामीले हाम्रो नानीलाई नै हामीले गोरुको रूपमा, किन गोरुलाई गोवर्धनको रूपमा शङ्कर भगवानको एउटा के अरे वाहनको रूपमा पनि मान्ने प्रचलन रहेको छ। र यसरी गोरु तिहार मान्ने प्रचलन यहाँ नानीहरूले प्रतीकात्मक रूपमा विद्यार्थीहरूलाई नै बनाएर हामीले गर्ने गरिरहेका छौँ। यसरी गोरु तिहार सकेपछि देउसी खेल्ने प्रचलन रहेको छ। अब देउसे पार्टी गोरु देउसी खेल्नको निम्ति यहाँ आइरहेका छन्। र त्यसरी देउसी पार्टीको घरमा यसरी आगमन भइसकेको छ। अब यसरी देउसी सुरु भयो, देउसी पार्टी आयो। यसरी देउसी खेलिरहेका छन्। अब घरबेटी आमैले यसरी प्रतीक्षामा गरेका देउसीहरू आइसकेपछि देउसी चलिरहेको छ। देउसी समूहलाई घरबेटी आमैले अब दान दक्षिणा दिएर खुसी पारेर पठाउने छिन्।
दान राखिरहेकी छिन् घरबेटी आमैले। यसरी आशीर्वाद दिइरहेका छन् देउसी टोलीले। लो र यसरी दिएको दानलाई अक्षता पातीद्वारा पुज्दै उनीहरूले दक्षिणालाई स्वीकारोक्ति गर्दै आशीर्वाद दिइरहेका छन्। यही हो नेपाली जातिको महान चाड तिहारको परम्परा, जसलाई नानीहरूले यहाँ प्रदर्शित गरिरहेका छन्। देउसी भैलो अथवा यमपञ्चकको 5 दिनको चाडलाई पूर्व सन्ध्याको रूपमा यसरी सेवक बजार प्राथमिक पाठशालामा आज यसरी पालन गरियो। र यमपञ्चकको अन्तिम दिन भाइटिका नेपाली परम्परा अनुसार यसरी नानीहरूले प्रदर्शित गरिरहेका छन्।
आफ्नो भाइलाई यसरी पानीले पर्सेर भाइलाई अति नै आदर चेली र माइतीको पवित्र सम्बन्धलाई कायम राख्दै नेपाली परम्परामा भाइलाई टिको लगाएर सयपत्री फुलको माला लगाइदिने परम्परा रहेको छ। सबैभन्दा पहिला यसरी पोखर फुटाएर यमराजको मेरो भाइको रक्षा गरून् भनेर पोखर फुटाउने प्रचलन रहेको छ। त्यसपछि आफ्नो भाइलाई यसरी टिको लगाइन्छ। र यसरी मिठा मिठा पकवानहरू खुवाउने प्रचलन रहेको छ। र यसरी 5 दिनको पर्व भाइटिकापछि यसरी समाप्त हुन्छ। यसरी हामीले एउटा सानो कार्यक्रम यमपञ्चकको 5 दिनको चाडलाई हाम्रो विद्यालयमा यसरी पालन गऱ्यौँ। नानीहरूले अब यो छुट्टीको समयमा यसलाई यसरी नै गरून् भन्ने उद्देश्यले यो गरिएको।